गोदावरी घुमेर गयो 2-4वटा फोटोसोटो हान्यो मान्छेहरू यसरी टिपर सिपर लगाइरहेछन् हामी 2 जनाको कोमल त म मान्छेहरू अझै आइरहेछन् त्यहाँ तल आएर त यस्तो छु चिलमा होइन उता ल्याउनु पर्दैछ यार हामी 2 जना आऊ तर अगार चाहिँ आउँछ कि आउँदैन फोन चलाएको केही थाहा छैन ल जाम जाम यस्तो छ पुरै गर्दैन यो नयाँ वर्ष हिउँ परेको बेला यो यताउति बेला गोदावरी काम छैन गोदावरी बाटो सानो छ क्या एक ठाउँ अरूतिर त राम्रै छ 2 ठाउँ सानो छ एउटा त एक ठाउँ त क्रस गर्ने भएर हो त्यो तपाईँ ठाउँतिर जाने ठाउँतिर क्रस गर्ने भएर हरिसिटीमा एउटा अनि माथि एउटा होइन अनि यहाँ हेरौँ न यो बस अघि हामी उँभो जाँदा नि यहीँ थियो अहिले पनि यहीँ छ बिस्तारै जानु खोज्यो अब आदरणीय यहाँ हेरौँ त मान्छे छिर्ने ठाउँमै छैन ल त यो हेलमेट बोक म भिडियो बनाउँदै हिँड्छु चट्ट लाएर म यहाँ भिडियो बनाउँदै हिँड्नेवाला छु ट्रक लाएर हुन्छ नि यहाँ यस्तो छ कि पुरै छोडिदिउँ आऊ न अब के भयो यहाँको कहाँबाट छिर्ने त यार यहाँ मान्छे नै छिर्ने ठाउँ छैन कहाँबाट छिर्ने हेरौँ न यहाँ पिरासरी अब हामी चाहिँ यताबाट छिर्नु पर्ने हुन्छ बोटो ल र यताबाट चाहिँ बाटो रहेछ ल हेरौँ त कमल कहाँ गइसक्यो यहाँ के हो जाम हाम्रो चाहिँ बाइक तल छ यहाँ हेरौँ त यतिको चाहिँ भन्नुपर्छ अल्पतिको अर्कीदेखि अर्कै मान्छे हेर्नु चाहिँ धन्नाले अलि छ एउटा पुरै पार्किङ हालेर रहेछ के छैन हामी हिँड्दैछौँ मान्छेहरू कति सबै छन् यार गोदावरीमा एक ठाउँ मात्र हुनुहुन्थ्यो भने कति हुन्थ्यो होला यहाँबाट अब हेरौँ त मान्छेहरू मिलाउँदैछन् चल पलाइरहेछ मान्छेहरू यतिकै चाहिँ हुनुपर्छ भिडियो के बनाउने यहाँ त यत्रो गाडी छ छिरेको अड्केर पुरै पुरा हामीलाई गर्छ यस्तो चहल पहल दिने बेला पनि यहाँबाट हिँड्ने बेला पनि यार यस्तो छ यार यो त गाडीहरू चाहिँ मस्त छिरिरहेको छ अनि जाम त पुरै छोडिदिउँ ल यहाँ अब सिसी हिँड्नुलाई विकल्प छैन मान्छेहरू सब गए गाडीमा आउनेहरू होला हिँड्ने हामी चाहिँ बाइकै तल राखेको थियौँ कहिले कहाँ गयो यार के हुन्छ हल्का फुल्का त खोल्न थालेछ हो चाहिँ खर्च मात्रै हाल्दैन अर्कोतिर लाजु पर्यो भनेपछि आमा अझ खुलो है ल यतिको खोलेकै मान्नुपर्छ सहल पहल अन्त मामा यता बाइक राखेर मस्तसँगले हिँडै हुनुहुँदो रहेछ सहल पहल त्यसको सिटहरू बनाइको रहेछ
अब हाम्रो बाइक भएको ठाउँमा हामी आउन लाग्यौँ। म चाहिँ कमल कहाँ गएको ए आउँदै रहेछ यार उहाँ माथि ल म चाहिँ पुरा घाममै हिँडेको आउँदै रहेछ मान्छेहरू कहीँ आउँदैन छैन पोखर यतिको परे भ्यू चाहिँ 5 मिनट पो भइसकेको छ त यहाँ कोतोभरि। अब हाम्रो बाइक यहाँनिर राखेको छौँ हामीले। बाइक चाहिँ यहाँभित्र छ। अब यसलाई हामीले निकाल्नु पर्ने हुन्छ तानेर। बाइक निकाल्नु है त पहिला निकालिसकेँ मैले पनि तानेर। हेलमेट त्यहाँ छ अब लिनु जाँदैछ कमल। अब बाइकमा MT-15 गोदावरीभित्र नो 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 छिर्नु हुँदैन। आज छिरेर काम छैन खाली भएको बेला छिर्ने हो। अब हामी गोदावरीबाट जानुपर्ने हुन्छ। हामी लागिसकेको छ सर केही सिप्न लागेपछि हामी पनि गयो अब हामी पनि हेरौँ आइसक्रिमहरू बेच्दैछ नि त। यस्तो ठिक छ यार यस्तो नम्बर प्लेट हाल्ने यस्तो यो ठिक छ नि त नम्बर प्लेट। 1.4 हानौँ थोरै लागिसक्यो यार। अब यो जाम क्रस गरेपछि देखाउँछ। हाम्रो ट्राफिक सरलाई गाह्रो छ उहाँ पनि यो पुल पनि ठुलो बनाउनु पऱ्यो क्या। पुलै यत्रो छ के गर्ने। यो ननिस्टल चक्र परिक्रमाहरू नि के हो यो रुटमा पर्छ कि के हो किन यिनीहरूलाई नि आउनु दिएको हो हुन त खै केही होला जस मेरो धारणा। अब यहाँ छुन्देकोले यताबाट नि गाडी छिराइदिएकोले यताबाट जानेलाई नै अवरोध। कहिले आउँदा रोन्कामा आएको अब अहिले चुपचाप अब अलिक अगाडि गएपछि खाली हुन्छ भन्ने आशा छ पक्कै पनि। हामी अहिले पहुँचिरहेको परेको हुन्छ अनुहार चाहिँ आएको छैन ट्याङटुङ बाटो खुलेको छ। हामी चल्नुपर्ने हुन्छ बाटो यता त जाम छैन। अब ट्याङटुङमा अब हामी स्लिपिङ हान्दैछौँ यस्तो चराको यार यस्तो खालको कुदायो भन्छ नि मेरो दिए पनि भएको ओहो भल जाम खोल्यो यार। यत्रो कुदाएको त मतलबै भएन यार। अनै नगरिकन त कस्तो खतम भयो यार। खतम भइगयो अहिलेसम्म भिडै भएर यार गाइस। त्यहाँ झन् कस्तो खतरा कुदाएको थियो त्यहाँ खतम भइगयो नि। म यो अब काटेर हेर्नु पर्यो। ल यो गाडीहरूले किन बेलेको हामीलाई जानु नदिएको होला नयाँखेरि बाल गरेर हो यस्तो यस्तो सिसा हान्ने भनेर गर्नुहुन्न हामीले। गाडी बाइक धुत्दै निक्लै लाग्यो होसियार गरेर होइन। यहाँ साझा अड्कियो अब हामी यताबाट छिर्नुपर्ने हुन्छ स्वात्तै कि उतापट्टिबाट गइदिने मलाई। अब यताबाट छिर्ने हो हामीलाई साझाले न। अब यो ब्रदरहरूले पो रोकिदियो त साझाभन्दा ठुलो गरेर। यो कारले छ बिचरा साझा रोकिरहेको थियो त्यो गाडी खोज्दै आइदियो। त्यस्तै हो क्या नहेर हिँड्दाखेरि अस्ति नै एउटा मलाई काचाको चाहिँ भएको थियो त्यस्तै हुन्छ हेरेर कुदाइरहेको थियो हेरेर होइन हौ
हामी अब ऊ त हुन्छ नि त्यो रोकिरहने अस्ति मलाई नै झन्डै उडाइदियो रोकेपछि मैले वहीँ नहेरिकन बुझ्दै अगाडि बढ्दिएको गाडीले अलिकति गरेर यार तेस्रो जीवन पाइसकेँ मैले तेस्रो जीवन पहिले नै पाइसकेको गाउँतिरै लडेर यहाँ अनि तेस्रो ओभरटेक हान्नु यही आइसकिहाल्दैछ त स्टाफ चाहियो रे ल यहाँ स्टाफ चाहियो रे तर स्यालेरी नै छ यहाँ यस्तोमा काम गर्नुहुन्न यता जाएर फेरि तर सिट त खाली खाली नै रहेछ यता के हो पुरै निदाउन भयो कि आएर खेल्नु पर्छ आज भिडियो निकै नै लामो हुन्छ गोदाबारीमा चाहिँ खासै मैले देखाइनँ यही बाटोको मात्र हो त्यही पनि हेर्दैनन् के हेर्दैनन् सिसा भनेको के हो त्यो ट्राफिकले चिट नकाटोस् भन्नको लागि मात्र राखेको हुन्छ मान्छेहरूले प्रायः किनकि मान्छेहरूलाई थाहै छैन त्यो सिसाले पछाडि आउँदै गरेको गाडीहरूलाई हेर्नुपर्छ भन्ने कति बाइक चालकहरूलाई हामीलाई नै थाहा हुनुपर्छ यताबाट ओभरटेक गर्नु गलत हो तर काठमाडौँमा मिल्छ दाहिने देब्रै तर खासमा चाहिँ दाहिनेबाट मात्र गर्नुपर्छ काठमाडौँमा चाहिँ अब किनकि गाडीहरू नै यत्रो दाहिनेबाट बिस्तारै हिँडिदिन्छ अनि ओभरटेक गर्नुमा देब्रे नै जानै पर्ने हुन्छ क्या बाध्यताले ल यहाँ आन्टी देखेर डरले अनुहार कालो भइसक्यो होला यार भन्छु पछाडि नै हेर अन्त काठमाडौँमा बाइक कुदाउने यतिको यस्तोबाट छिराउनुपर्छ क्या कुनै कुनै गाडीहरूले फेरि पेलिदिन्छ छिर्नु नदिनु ल एउटाले गरिदियो भने सक्यो क्यामा त्यहाँ आएर पनि त देब्रैबाट ठिक छ देब्रैबाट लाग्यो झप्प ब्रेक लाग्यो गोदावरीबाट आउँदा त मलाई मैले नै पुग्ने जस्तो भएको छ आज क्युट नानी ए उहाँ हरिसिद्धीबाट छिर्ने ठाउँ छ त चोकबाट त्यहाँबाट छिर्यो भने किन साना गाउँ निक्लिनु तल हात्तीमा नै निक्लिन्छ घुम्न चाहिँ पर्छ अलिकति आज गोदावरी आउनेहरूको त हालत गाह्रो छ दाइलाई दिनमा अरू बेला 5 चोटि भान्ने आज कोही टिप्ने नै काबु पुर्याइदिएला जस्तो छ हुन्छ यहाँबाट छिर्दा नि अगाडि हेर्नु न अगाडिबाट छिर्दा लेनै हाम्रै लेन हो त नि यो के छ लेनै आफ्नै लेनमा छ त दाइ तपाईँ चाहिँ कहाँ हुनुहुन्छ हेर्नु नि एकचोटि तपाईँको चाहिँ टायर यता छ बरु यहाँ लेन त हाम्रै लेनमा छ नि त दाइ ए ठोक्दैन दाइ थोरै अगाडि जान्छ दाइ अगाडि हेरेर नि पहिला अब हामी यहाँबाट छिर्न लागिरहेको छौँ यतातिर छिर्दैौ न निक्लेला नि अब त पुरै खाली नै छ अब त आउनु छोडिसक्यो त यसले गरेर नि अलिक खत्तम भयो क्या यो घर यहाँ भत्काउनेको लागि
आइहाल्यो अहिले हामी हात्तीमा आइपुगिहाल्यो अब त हाम्रो 5 मिनटको बाटो अब जाम साम नसक्यो भने बाटो पर्दैन किनकि हामीलाई यता कता गल्ती गर्ने लाग्छ किनकि हाम्रो छेउछाउको बाटोको सबै थाहा छ यो सिङ्गल लेन हो यसमा नि ओभरटेक गर्नु मिल्दैन हेरेर विचार गरेर अगाडि कुदुरै खाली छ भने मात्र मिल्छ सकेसम्म यो सिङ्गल लेन भनेको यल्लो लाइन जत्तिकै हो हेरेर विचार गरेर खाली छ भने ओभरटेक गर्नु मिल्छ यल्लो लाइन पनि हेरेर बिस्तारो ओभरटेक गर्नु मिल्छ त्यही हो अब यहाँनिर बाइक हात्तीवनमा अहिले कन्जलेसमा स्पिडमा 5 को गियरमा समय किन भाग्छ अब हामी सातो बाटो आइसक्यौँ Now this is हम सातो बाटो ये now रोबेस here ये चेकिङ बस गाडीहरूलाई चेक गर्दै हुनुहुन्छ प्रहरी दाइहरूले सरहरूले म त खासै सरै भन्दिनँ त्यही पनि दाइ नै आइहाल्छ अनि अब त आमा यो त बाटो पुरै खाली छ सातो बाटोको गाडीहरू कहाँ गयो आज छैन खाली आज गाडीहरू छैन सातो बाटोमा पुरै खाली अब हामी हाम्रो रुम जाँदैछौँ म तपाईँहरूलाई हाम्रो बस्ने ठाउँमा देखाइदिन्छु यहाँबाट आउने पासकल कलेज यो अगाडिको स्विमिङ पुल हो स्विमिङ पुललाई सिधै राउन्ड हाल्दाखेरि हाम्रो यहाँ जाने यहाँबाट लेफ्ट जाने फेरि लेफ्टबाट सिधै गएपछि अब ट्याक्क बिचसिधा ठकुरी रेन्टल यहाँ बाइक्स तपाईँहरूलाई रेन्टमा चाहिन्छ भने यहाँ उपलब्ध छ यहाँनिर अब हाम्रो रुम आइपुग्यो हाम्रो स्विमिङ पुल छ स्विमिङ पुल भन्ने बित्तिकै हाम्रो रुम दिसिस यहाँनिर हो हाम्रो रुम अब ल ट्रकसँगले यो भित्र हो हाम्रो मन्दिर झन्डै यार साइडलाई भाँच्यो यार कोही आएर रहन्छ आज पछिल्लो समयमा यहाँ हाम्रो गणेश मन्दिर हेरौँ आज हामीले पैसा कमाइसक्यौँ 1000-1200 जति लगभग मैले चाहिँ कमलले त थुप्रै कमायो होला यहाँ हाम्रो शिवजी अघि हामीले मन्दिर पनि सफा गरेर गइसक्यौँ ल यहाँ भित्र हामी बस्छौँ ल बाई बाई गाइज